भोजपुर जिल्लाको दक्षिण पूर्वी गाउँहरूको यात्रा गर्ने क्रममा म यति बेला रित्तिएको गाउँ उजाडिएको बस्तीमा आइपुगेको छु। बसाइ हिँडेको तातीले बस्नेको मन रुवाउँदछ भन्ने जेबी टुरेको गीत जस्तै भएको छ यो गाउँ। यो गाउँ हो भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका वडा नम्बर 5 को अड्चले र भर्लेनी एरिया। अड्चलेबाट 30-35 घर र भोर्लेनीबाट 30-35 घर गरेर 60-70 घर यहाँबाट बसाइसराईको क्रममा गाउँ छाडिसक्नु भएको छ। पिउने पानीको चरम अभावको कारणले वर्षेनी बसाइसराईमा वृद्धि हुँदाखेरि यहाँ अहिले जम्मा जम्मी 60-70 घरबाट 5-6 घर मात्रै बाँकी हुनुहुँदो रहेछ। यो रित्तो घरको भग्नावशेषहरू पुरै गाउँै रित्तो भएको देख्दाखेरि मन निकै भाव्युल हुन्छ नै। पहिला सडक थिएन, बिजुली थिएन, तर पनि मान्छेहरू यहाँ टन्नै गाउँमा हुनुहुन्थ्यो, बस्ती थियो, घरहरू थियो, परिवारहरू थिए। तर पछिल्लो समयमा सडक सञ्जाल विस्तार भयो, बिजुली आयो, भौतिक हिसाबले अलिकति सुख सुविधा थपिँदै गयो, तर पनि बसाइ हिँड्नेको क्रम भने रोकिएन। किनभनेदेखि मुख्य जीवनको लागि आवश्यक भनेको पिउने पानी नै नभएपछि जति नै भौतिक सुख सुविधा भए पनि त्यहाँ जीवनको अस्तित्व रहँदैन। त्यस्तै भएको छ यो गाउँमा पनि। बसाइसराईको मुख्य कारणको बारेमा बाँकी रहनु भएको 2-4 घर परिवारलाई सोद्धाखेरि उहाँहरू बताउनुहुन्छ पिउने पानीको अभाव छ। बाँकी रहनु भएको 6-7 घर पनि गाउँ छोड्ने तर्खरमा हुनुहुन्छ। पिउने पानी बिना जति नै सुख सुविधा भए पनि जीवनको अस्तित्व रहँदैन। त्यस्तै भएको छ यो गाउँमा पनि। किन बसाइ हिँड्ने त यहाँको मान्छेहरू? पानीको समस्या, पानी पनि खान नपाउने। अनि भोर्लेनीमा कति परिवार हुनुहुन्छ अहिले? छैन भाइ, बसाइ हिँडिसक्यो, पानीको दुःखले हो कि। कति घर जति रित्तो छ दिदी त्यहाँ? लगभग 50-60 घर। 3 घर जति छ त्यहाँ बस्ने गार्जेनहरू, तर उनीहरू यो महिनामा गइहाल्ने। यो महिना बसाइ जाँदै हुनुहुन्छ? यो महिनाको 28 गते। भनेपछि 2टा गाउँबाट मात्रै 60-70 घर बसाइ जानुभयो। पानी लिनु जानुभएको दिदी? पानी लिनु भएको भाइ। हजुरको घर चाहिँ कहाँनिर? भोर्लेनी। एकचोटि पानी लिएर घर पुग्नुलाई कति समय लाग्छ? एउटा 1 घन्टा लाग्छ। 1 घन्टा लाग्छ है एक गाग्री पानी लिएर घर पुग्नुलाई? हजुर। पहिला चाहिँ पानीको मुहान थियो यहाँ? मन थियो सुको। मुहान सुक्यो? कति साल भयो पानी सुकेको? कस्तो भयो होला? 6-7 वर्ष भयो है। भोर्लेनीमा कति परिवार हुनुहुन्छ अहिले? छैन भाइ, बसाइ हिँडिसक्यो, पानीको दुःखले हो कि। अहिले सबै जानेवाला छ, हामी 1 घर मात्रै रहन्छौँ।